अहिले हामी यो तिलाठी कोइलाडी वार्ड नम्बर 3 र 4 को अब्जर्भेसनमा छौं। जिल्ला प्रहरी कार्यालय सप्तरीको तर्फबाट सम्पूर्ण जनशक्तिहरू खटिएर गइसकेको छ। फिल्डमा हामी अहोरात्र खटिएको अवस्था छ। प्रहरीहरू जुत्ता चप्पल नभनिकन, प्रहरीहरू लाइफ ज्याकेट नभनिकन, हो मैले चाहिँ लाइफ ज्याकेट लगाइरहेको छु, तर सबैसँग लाइफ ज्याकेट पुग्दैन। प्रहरी जवानदेखि प्रहरीको उपरीक्षकसम्मको सम्पूर्ण दर्जाहरू स्थलगत रूपमा जुन अहिले बाढी छ त्यो बाढीको प्रभावित क्षेत्रहरूमा हामीले स्थलगत रूपमा अवलोकन गर्ने, निरीक्षण गर्ने र केही प्रहरीको तर्फबाट दिन सकिने राहतका लागि हामी तिलाठी कोइलाडी वार्ड नम्बर 3 र 4 अलिकति डुबान प्रभावित क्षेत्र छ यसमा छौं भने समग्रमा जिल्ला प्रहरी कार्यालय सप्तरीको जुन सरहद छ त्यो सरहदमा चाहिँ अहिले कोशी ब्यारेजको अवस्था कुरा गर्दाखेरि 56वटै ढोका खोलिएको अवस्था छ र 56वटै ढोका खुल्दै जाँदा पनि पानी केही हदसम्म पुल माथिबाट गएको अवस्था थियो, तर अहिले सतह घटेर थोरै तल छ। स्टिल 56वटा ढोकाहरू खोलिएको अवस्था छ। त्यसै कारणले हामीले दुवैतर्फ अहिले सुनसरीलाई पनि अनुरोध गरेर र सप्तरीलाई पनि सप्तरीको तर्फबाट पनि सम्पूर्ण आवागमनहरू बन्द गरिएको छ। अब जुन समयमा त्यो खुल्न सक्छ अहिले तत्काल भन्न सकिने अवस्था छैन। र आम रूपमा हामी के जानकारी गराउन चाहन्छौँ भने जिल्ला प्रहरी कार्यालयको सप्तरीको तर्फबाट सम्पूर्ण रूपमा जनशक्तिहरू खटिएको छ र समन्वयात्मक हिसाबले हामीले सुरक्षा फौजहरूसँग काम गरिरहेका छौँ, स्थानीय निकायहरूसँग काम गरिरहेका छौँ र गाउँघरमा बस्ती बस्तीमा केही हदसम्म पानी प्रवेश गरेको छ र त्यो प्रवेशले केही जनशक्तिलाई हाम्रो जनमानसमा प्रभाव परिरहेको छ, तर पनि अहिलेसम्म मानवीय क्षति 0 नै छ। प्रहरीहरू र सुरक्षा फौजहरू अहोरात्र खटिएको कारण यो भएको। जिल्ला प्रशासनको नेतृत्वमा र जिल्ला विपद व्यवस्थापन समितिले जुन प्रतिकार्य योजना छ हाम्रो 2082 अनुसार काम गरेको कारणले गर्दा पनि अहिलेसम्म यो हो र सम्पूर्ण रूपमा म नेपाल प्रहरी र विशेष गरी जिल्ला प्रहरी कार्यालय सप्तरीको तर्फबाट सम्पूर्ण यो अहोरात्र खटिने कर्मचारीहरूको प्रति पनि आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु।